पुष्पा टेस्टी किचनमा फेरि पनि हजुरहरूलाई स्वागत छ। यो गर्मी मौसममा अमिलो पिरो र टक्क परेको पानीपुरीको पानी र त्यसको फिलिङ आज म हजुरहरूलाई बनाएर सेयर गर्दैछु। भिडियोलाई अन्तिमसम्म हेरेर साथ दिनुहोला। यसलाई बनाउन पनि निकै नै सजिलो छ र बाहिरको भन्दा घरमा यसरी बनाएर खाँदा एकदमै राम्रो हुन्छ। र सुरु गरौँ अब हामी यो पानीपुरीको पानी र फिलिङ्सलाई बनाउन। पानी बनाउनको लागि सुरुमा हामीलाई इमली चाहिन्छ। इमलीलाई मैले यसरी पानीमा 5-7 मिनट जति भिजाएर ढाक्नको लागि राखेँ र त्यतिन्जेल अब हामी मसला तयार गरौँ। मसला बनाउनको लागि मैले जिरा, ल्वाङ र मरिचलाई पनि लिए, सँगसँगै सुकेको रातो खुर्सानीलाई पनि लिएको छु। अब यसलाई हामीले लो हिटमा यसको कलर चेन्ज नहुँदासम्म यसलाई भुट्ने। यत्तिको भएपछि अब चिसो भएपछि मैले यसलाई मिक्सरमा पिस्दैछु। हामीले यसलाई मोटो मोटो हुने गरी नै पिस्नुपर्छ। हेर्न सक्नुहुन्छ यत्तिको भएपछि अब हाम्रो मसला तयार भयो। मसला रेडी भइसकेपछि अब हामी पानी तयार गरौँ। पानी बनाउनको लागि हामीलाई धनिया, पुदिना, हरियो खुर्सानी र अदुवा चाहिन्छ। हामीले यसरी पानी बनाउँदाखेरि हरियो धनिया, पुदिनाभन्दा अलि धेरै नै लिनुहोला। त्यसै गरी अघि भिजाएको यो इमलीको पेस्टलाई पनि राखिदिनुहोला र सँगसँगै थोरै पानी राखेर अब हामी यसलाई यसरी मिक्सरमा पिस्नुपर्छ। पानीपुरी बनाउँदाखेरि इमली राखेर बनाउँदा एकदमै मिठो हुन्छ र छैन भने कागती राखेर मात्रै पनि बनाउन सकिन्छ। धनिया र पुदिना ग्राइन्ड भइसकेपछि अब यसलाई एउटा भाँडोमा छानिदिनुहोला। यसरी यसलाई हामीले छानेर लिनुपर्छ। यो छानिसकेपछि यो छानेर माथिबाट राखेको यो भागलाई हामीले फ्याँक्नु हुँदैन। यसलाई हामीले एउटा कटौरामा राखेर यसलाई फेरि हामीले रियुज गर्नेछौँ। हजुरहरूले पनि ठ्याक्कै यसै गरी पानीपुरी बनाउनुहोला। मलाई त पानीपुरी एकदमै मनपर्छ। अवश्य पनि यो गर्मी मौसममा हजुरहरूलाई पनि मनपर्छ होला। हेर्नुहोस् त मैले यो सबै पानीलाई पनि छानिसकेको छु। अब यसमा आफूलाई चाहिने जति फेरि मैले पानीलाई पनि थपेँ। अब यो पानीमा हामीले बिरे नुनलाई पनि राख्ने। अघि भुटेर राखेको मसला, चाट मसला, कागतीको रस र यसरी स्लाइस गरेर राखेको कागतीहरूलाई पनि राखिदिनु होला। यसो गर्दा लुक्स एकदमै राम्रो हुन्छ। त्यसै गरी मसिनो गरी काटेको हरियो धनिया, प्याज र हरियो खुर्सानीलाई पनि राखिदिनु होला। यदि हजुरहरूले गुलियो खानुहुन्छ भने यो पानीमा गुड या थोरै चिनी राखेर पनि यसलाई ब्यालेन्स गर्न सक्नुहुन्छ। पानीपुरीको पानी रेडी भइसकेको छ। अब लागौँ यसको फिलिङ्सलाई बनाउन। मैले यहाँ आलुलाई यसरी बोइल गरेर लिएको छु। अब हामी यसलाई हल्का म्यास गरौँ। आलुलाई यसरी म्यास गरिसकेपछि अब हामी आलुमा चाहिने सम्पूर्ण मसलाहरू पनि राख्नुपर्छ। यो आलुमा हामीले आफूलाई मनपर्ने जे कुरा छ त्यो सबै मिसाउन सकिन्छ। मैले यहाँ हरियो खुर्सानीलाई राखेँ र त्यसै गरी यसरी बोइल गरेको मटर र चनालाई पनि राखेँ। यसमा अरू गेडागुडी पनि राखेर बनाउन सक्नुहुनेछ। त्यसै गरी मसिनो गरी काटेको प्याजलाई पनि राखेँ। हामीले भुटेर राखेको मसला पनि राखेँ। सँगसँगै चाट मसला र पिसेर राखेको पुदिना र धनियाको पेस्टलाई पनि राखिदिनु होला। र मैले आधा चम्चा जति बिरे नुनलाई राखेँ र त्यसै गरी थोरै नुनलाई पनि राखेँ र मसिनो गरी काटेको हरियो धनियालाई राखेँ। र अब मैले यसमा थोरै यो 2-3 चम्चा जति हामीले यो अघि बनाएको यो पानीलाई पनि राखेँ। यसरी यो आलुलाई मिक्स गर्दाखेरि हामीले यो पानीलाई राखेर मिक्स गर्यो भने हाम्रो यो आलुको टेस्ट एकदमै मिठो हुन्छ। एकचोटि अवश्य पनि बनाउनु होला, निकै नै मिठो बन्छ। यो सबै मसलालाई राखिसकेपछि एकदमै राम्रोसँग मिक्स गर्नुहोला। यो सबै मिक्स भइसकेपछि अब हाम्रो यो पानीपुरीको पानी र फिलिङ्स पनि तयार हुन्छ। पानीपुरीको पानी र फिलिङ्सलाई आज मैले हजुरहरूमा सेयर गरेको छु। छिट्टै नै पुरीको रेसिपी पनि लिएर आउनेछु। ल हेर्नुहोस् त हाम्रो पानीपुरीको पानी, फिलिङ्स सबै रेडी भइसकेको छ।
पानीपुरीको यो पुरी कसरी बनाउने भनेर छिट्टै नै यसको रेसिपी पनि म लिएर आउनेछु। अब सुरुमा एउटा चाहिँ म हजुरहरूलाई खाएर नै देखाउनेछु। हेर्नुहोस् त, यो गर्मी मौसममा यसरी अमिलो पिरो बनाएर टक्क खाँदा चाहिँ एकदमै मिठो हुन्छ। अनि यो स्पाइसी पानी र यो मसलाले चाहिँ एकदमै मिठो हुन्छ। हजुरहरूले पनि यसै गरी घरमा बनाएर खानुहोला, निकै नै मिठो हुनेछ। अब माथिबाट यो स्पाइसी पानी पनि राख्नुहोला। हेर्नुहोस् त, एकदमै मिठो देखिएको छ। अझै धेरै स्पाइसी बनाउनको लागि मैले माथिबाट यो मसला पनि राखेर खाएँ। यो मसला भने हामीले अघि भुटेर बनाएको मसला नै हो। अब यसै गरी मैले अर्को एउटा दही पुरी पनि बनाएर खाँदैछु। हजुरहरूले यही सेम फिलिङ्सलाई दही राखेर पनि खाँदा हुन्छ। मैले यसमा माथिबाट दही पनि राखेँ। यसरी दही राखेर खाँदा पनि एकदमै मिठो हुन्छ। आजको रेसिपी हजुरहरूलाई कस्तो लाग्यो? मन परेमा लाइक कमेन्ट अवश्य पनि गर्न नबिर्सिनुहोला। र च्यानलमा नयाँ हुनुहुन्छ भने सब्सक्राइब गरी हामीसँग जोडिनुहोला।